एउटा चाहिँ के भनेदेखि एउटा डनलाई बुलबुलाएर राजेन त्यसको परिणाम हो यो। माडवाडीलाई चाहिँ के माडवाडीले चाहिँ यस्तो गरे उस्तो गरे माडवाडी देशको नागरिक होइन। आज भाटबन्डीको सम्पत्ति मलाई चाहिँ सामानहरू लुटिए भोलि देशको सबै व्यवसायीको सम्पत्ति लुट्न सक्छ। त्यस्तो लुटेराहरूले ल्याएको परिवर्तन हामीले चाहेको हो। अनि ट्याक्स तिरिसकेपछि सबै राज्यको विभिन्न अङ्गमा चाहिँ पुग्छन्। त्यो पैसा त्यो चाहिँ के भनेदेखि राजस्व राज्यको चाहिँ के भनेदेखि सुरक्षामा जान्छ होला। खै हामीलाई सुरक्षा खै राप्रपाको मलाई एउटा पोजिसनमा हुनुहुन्छ, उहाँले यसपालि फोन गर्न सक्नु भएन मलाई एउटा सानो घटना भए पनि मिन्जी तपाईँले यसो गर्नुपर्ने उसो गर्नुपर्ने भन्नुहुन्थ्यो, यसपालि भन्नु भएन। किन भन्नु सक्नु भएन भनेदेखि यस्तो गलत काम गरेपछि त उहाँको नि चाहिँ उहाँलाई नि त लाज लाग्यो, श्रम लाग्यो नि, उहाँलाई चाहिँ के भनेदेखि हिंसा बोध भयो नि त। हावा बोल्ने, आक्रमण गर्ने, व्यक्तिगत घरमा चाहिँ ढुङ्गा मुढा गर्ने, व्यक्तिगत मलाई चाहिँ के भनेदेखि चाहिँ अफिसरमा चाहिँ मलाई आगजनी गर्ने र यो त्यति मात्र होइन, एउटा फोटो पत्रकार जसले आफ्नो चाहिँ के भनेदेखि पत्रकारितामा एउटा राम्रो फोटो चाहिँ खिचेर समाजमा चाहिँ यस्तो यस्तो हुँदैछ भन्ने जुन देखाउने व्यक्तिलाई चाहिँ जलाएर मार्दिने यस्तो किसिमको बर्बर आन्दोलन मैले कहिले पनि देखिनँ। र मलाई यो कुरा भनिरहँदाखेरि कुनै अप्ठ्यारो लाग्दैन। आज भाटबन्डी माथि आक्रमण भयो, भोलि अन्य सबै प्रतिष्ठानहरूमा आक्रमण हुन सक्छ। आज भाटबन्डीको सम्पत्ति मलाई चाहिँ सामानहरू लुटिए भोलि देशको सबै व्यवसायीको सम्पत्ति लुट्न सक्छ। त्यस्तो लुटेराहरूले ल्याएको परिवर्तन हामीले चाहेको हो। त्यस्तै लुटपाट गर्नेको समूहप्रति हाम्रो समर्थन हो? कदापि होइन। हामी यो देशलाई सम्पन्न बनाउन चाहन्छौँ। यो देश विश्वको सम्पन्न मुलुकमा परोस् भन्ने हामी चाहना राख्छौँ र हामी नेपालीहरू त्यो कुरामा लगनशील पनि छौँ। तर सत्ताको प्राप्तिको लागि जुन कुरा भयो त्यो ज्यादै नै खेदपूर्ण छ। आज भाटबन्डीमा चाहिँ आक्रमण भयो, ढुङ्गा मुढा भयो, त्यहाँ चाहिँ के भने कुनै व्यवसायिक प्रतिष्ठानमा मतलब चाहिँ मिडिया हाउसमा आक्रमण भयो। हामीसँग नि हाम्रो नि हात छ नि। दुर्गा प्रसाई जसको जुन चाहिँ आन्दोलनको चाहिँ के भनेदेखि चाहिँ के अरे लिडर के अरे त्यो के भन्थ्यो उसको मेन नायक, उस कमान्डर, उसको बीएमसी हस्पिटलमा गएर हामीले ढुङ्गा हाल्यो भने के हुन्छ? दुर्गा प्रसाईको बीएमसी हस्पिटलमा चाहिँ ढुङ्गा मुढा गर्यो, त्यसको लुटपाट गर्यो भने के हुन्छ? दुर्गा प्रसाईको मन चित्त दुख्दैन? उसको मन रुँदैन? त्यस्तो उसको त्यतिखेर उसको मन रुन्छ भने आज मिनबहादुरको अथवा मिनबहादुरको परिवारको सारा मतलब चाहिँ भाटबन्डीसँग आबद्ध परिवारको चाहिँ मन दुखेछ। यस्तो काम गर्नुहुन्छ? आज कुनै एउटा चाहिँ के भने पूर्व प्रधानमन्त्रीको चाहिँ घरमा अथवा कहीँ पुग्ने उहाँहरूको चाहिँ अफिसमा गर्छ भने यो आन्दोलनको जुन मेन नायकको दरबारमा ढुङ्गा मुढा गर्ने के हुन्छ? यो कुरा हामीले बुझ्नुपर्छ। हामीले चाहेकै हो।
नेपाली जनताले चाहिँ के भनेदेखि यत्रो चाहिँ सङ्घर्ष गरेर ल्याएको चाहिँ गणतन्त्र पछिको चाहिँ के भनेदेखि एउटा परिघटना यस्तै हो। यो ज्यादै निन्दनीय छ, ज्यादै खेदपूर्ण छ, ज्यादै बर्बर छ। यो ज्यादै निन्दनीय छ। र मैले चाहिँ नेपाल सरकार, म एउटा व्यवसायी भएको मात्र व्यवसायी भएर पनि हुनको साथै एउटा नेपालको नागरिक हुँ, यो सचेत नागरिक हुँ। नागरिकको हैसियतले म यो पनि भन्छु, एउटा डनलाई, एउटा गुन्डालाई जे पनि भन्नु र जे पनि गर्नु दियो, यो भनिन त मलाई कुनै चाहिँ के भनेदेखि त्रास भएर चाहिँ के भनेदेखि हिंसाबोध छैन। राज्यले के हेर्यो? एउटा व्यवसायी 10वटा व्यवसायी अब मतलब चाहिँ के भनेदेखि यो के अरे यो चाहिँ सबै चाहिँ ब्ल्याकी हो अथवा यो सबै स्मगलर हो, यो दलाल हो, यो हो त्यो हो भनेर त उसलाई छुट दियो। ब्याङ्कको पैसा नतिर भनेर छुट, मलाई चाहिँ के भनेदेखि आह्वान गर्दा नि उसलाई छुट दियो। ब्याङ्कको कर्मचारीलाई कालो मसो लाउँदा पनि उनले छुट दियो। त्यसैको परिणाम हो यो। मलाई चाहिँ आज यो चाहिँ के भनेदेखि 2 जना नेपालका महान युवाहरूको चाहिँ के भनेदेखि मृत्यु भयो। 2 जना महान नेपालका चाहिँ के भनेदेखि जवानहरूको मृत्युवरण गर्नु पर्यो। यो राज्यको दोष हो। राज्यलाई पनि म एउटा नेपालको भाटबटीको मतलब चाहिँ एउटा चाहिँ व्यवस्थापक मात्र होइन, राज्यको एउटा नेपालको एउटा बोनाफाइड सिटिजनको नाताले राज्यले त्यो पार्टीको कडाभन्दा कडा कारबाही गर्नु भन्ने मतलब चाहिँ के भनेदेखि चाहिँ आह्वान गर्छु। हुन्छ नि।